तपाईले अब मात्रै 2,60,000 को बजेटमा पनि लाइट वेट रूम एडिसन गर्न सक्नुहुन्छ। यसरी रूम एडिसन गर्नुको फाइदा भनेको तपाईको सिपेजको समस्या पनि अन्त्य हुन्छ र तपाईको स्पेस पनि म्यानेज्ड हुन्छ। धेरै जसो काठमाडौँको घरहरुमा चाहिँ कौसीबाट सिपेज भइरहेको देखिन्छ। त्यसको लागि तपाईले वाटरप्रुफिङ गर्दा पनि छुट्टै खर्च लाग्ने हुन्छ र पछि रूम एडिसन गर्ने आवश्यकता पर्यो भने त्यसको लागि छुट्टै खर्च लाग्न सक्छ। त्यसैले अब तपाई पनि स्मार्ट चोइस लिनुहोस् र लाइट वेट रूम एडिसन गर्ने कि वाटरप्रुफिङ गर्ने त्यो तपाईले चोइस गर्न सक्नुहुन्छ। यदि तपाईको इच्छा टेरेसमा भएको सिपेज म्यानेजमेन्ट सँगसँगै स्पेसलाई पनि म्यानेजमेन्ट गर्ने हो भने तपाईले लाइट वेट रूम एडिसन गर्न सक्नुहुन्छ। तर यदि तपाईको कौसीमा पर्याप्त रूम एडिसन गर्ने ठाउँ छैन अथवा तपाईलाई रूमको आवश्यकता छैन भने तपाईले वाटरप्रुफिङ पनि गर्न सक्नुहुन्छ। कौसीमा गरिने वाटरप्रुफिङको लागि तपाईले पीएमएम कोटिङ अथवा मेम्ब्रेन सिट वाटरप्रुफिङ गर्न सक्नुहुन्छ। अब तपाईलाई चाहिँ घरको सिपेजको सल्युसनको लागि यो दुईवटा मध्ये कुन मेथड ठीक लाग्छ कमेन्टमा अवश्य भन्नु होला।